पलहरूलाई फेरि पनि हामी एक संक्षिप्तमा हामी फेरि पनि त्यो प्रस्तुत गर्ने जमर्कोमा छौँ। आउनुहोस् हामी यो समय हामी हाम्रो सिस्टर कामना सिस्टरसँगतिर जानेछौँ। हुन्छ, जय मसी सिस्टर। कस्तो हुनुहुन्छ तपाईँ? आराम हुनुहुन्छ? जिन्दगीको पलहरू कसरी बिताउँदै हुनुहुन्छ अलिकति बताइदिनुहोस्। जिन्दगीको पलहरू यस्तै छ भाइ, विदेशमा आइएको छ होइन। अनि तपाईँ हेर्दाखेरि धेरै खुसी देखिन्छ, खुसी हुनुको राज के हो अलिकति बताइदिनु। खुसी हुनुको राज चाहिँ तपाईँ कता सोध्नुहुन्छ के भनेर भन्ने आउँदै आउँदैन आफूलाई। अलिकति बताइदिनुहोस्। हुन्छ नि, जस्तो तपाईँको जीवनमा कुनै पनि त्यो पलहरू हुनसक्छ, त्यो कारणले खुसी हुनुहुन्छ, अथवा तपाईँले हारेको कुरा अथवा गुमाएको कुरा केही पाउनुभयो कि के पाउनुभयो जीवनमा र यति धेरै तपाईँ खुसी देखिनुहुन्छ। तपाईँको मुहारमा त्यो एउटा खुसीको पल झल्किरहेको छ, त्यसको राज हामीलाई बताइदिनुहोस्। म खुसी हुनुको पल चाहिँ यही छ कि म भन्दिनँ हौ यहाँ कति भिडियो गरेर राम्रो म बोल्नेवालामा छैन। म खुसी हुनुको राज यो छ कि मैले चाहिँ के भन्छ अरे मेरो मुक्तिदाता प्रभु येशूलाई पाएको छु होइन। अनि मैले विगतमा धेरै कुराहरू पाएँ पनि गुमाए तापनि, अनि मैले गुमाएको कुराहरू त्यो भन्दा उत्तम कुराहरू चाहिँ मेरो परमेश्वरले मलाई दिनुहुन्छ भनेर म विश्वस्त छु, आशामा छु, खुसीमा छु। निराशमा रहेका ती दिदी बहिनीहरूलाई, अझै पनि त्यो परिवेशमा रहेका बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ के भन्न चाहनुहुन्छ उनीहरूको लागि? कुन सन्देश दिन चाहनुहुन्छ? हामी निराशा भएर हामीले निराश गरेर चिन्ता गरेर हामीले हो, तपाईँ आज यो ठाउँमा हुनुहुन्छ, यो समयमा हुनुहुन्छ, तर तपाईँ बाहेकका अरू कयौँ दिदीबहिनीहरू छन् जो चाहिँ समस्या र परिस्थितिको एउटा बाटो भएर गुज्रिरहेका छन् भने ती व्यक्तिहरूलाई तपाईँको खुसी दिनुपर्दा कुन तरिकाले दिनुहुन्छ? अलिकति बताइदिनुहोस्। हामी निराश हुनु हुँदैन है। अनि परमेश्वरले भन्नुहुन्छ चिन्ता र फिक्री गरेर चाहिँ हामीले केही पनि कुरा पाउनु सक्दैन होइन। हामीले कुनै पनि कुराहरू चिन्ता फिक्रीले हामीलाई हल गराउँदैन होइन। हामी आज हामी मर्दैछौँ भने हामीले चिन्ता गरेर त्यो एक सेकेन्डको आयु पनि हामीले थप्न सक्दैन होइन। हामी चिन्ता र फिक्री किन गर्ने होइन? अनि चिन्ता गरेर फिक्री गरेर हामी जिन्दगीमा कहिले पनि हामी माथि जानु सक्दैन। अनि हामी चाहिँ जे छ त्यसमा रमाउनुपर्छ, खुसी हुनुपर्छ, इन्जोय गर्नुपर्छ लाइफ भनेर होइन। अरू के भन्नु आयो। पलहरूलाई फेरि पनि हामी एक संक्षिप्तमा हामी फेरि पनि त्यो प्रस्तुत गर्ने जमर्कोमा छौँ। आउनुहोस् हामी यो समय हामी हाम्रो सिस्टर कामना सिस्टरसँगतिर जानेछौँ। हुन्छ, जय मसी सिस्टर। कस्तो हुनुहुन्छ तपाईँ? आराम हुनुहुन्छ?